हेलो एभ्रिवान। सो योभन्दा पहिलाको भिडियोमा हामी चाहिँ बेसिक्स हेऱ्यौँ फिजिकल क्वान्टिटीको र अब चाहिँ हामी जुन डाइमेन्सनल एनालाइसिस पढ्यौँ नि अब हामी त्यसको युज पढ्छौँ है। सो डाइमेन्सनल एनालाइसिस चाहिँ हामीलाई कहाँ काम लाग्छ त्यो अब हामी चाहिँ हेर्नेछौँ। सो फर्स्ट युज चाहिँ के हो भन्दाखेरि डाइमेन्सनल एनालाइसिसको फर्स्ट युजेज है युजेज अब फर्स्ट युजमा चाहिँ हामी के छ भन्दाखेरि करेक्टनेस सिओ करेक्टनेस है। मैले यहाँ चेक लेख्न भुलेँ है। सो डाइमेन्सनल एनालाइसिसको युजबाट हामी चाहिँ के हुन्छ भन्दाखेरि यदि हामीले कुनै इक्वेसन गिभन छ सपोज मानौँ एक्स इक्वल टु वाइजेड छ है त्यो वाइजेड। अब यो इक्वेसन गिभन छ भने यो इक्वेसन डाइमेन्सनली करेक्ट छैन कि छ कि छैन भनेर हामी डाइमेन्सनल एनालाइसिसबाट पत्ता लगाउन सक्छौँ। अब जस्तै एउटा इक्जाम्पल लिउँ। जस्तै हामीले कुन इक्वेसन गिभन छ अरे टी इक्वल टु 2 पाई रुट अन्डर एलबटा जी है। सो यो इक्वेसन थाहा छ र अहिले तपाईँले मानौँ यो करेक्ट छ कि छैन भनेर थाहा छैन है। सो अब कसरी थाहा पाउने कि यो करेक्ट छ कि छैन। सो हामीले डाइमेन्सनहरू थाहा छ। अब एलएचएस लेफ्ट ह्यान्ड साइडमा हेऱ्यौँ भने लेफ्ट ह्यान्ड साइडमा कुन क्वान्टिटी छ अरे टाइम। सो टाइमको डाइमेन्सनल एनालाइसिस त डाइरेक्ट हामीलाई थाहा हुन्छ टी अनि यो ब्र्याकेटले हामी क्लोज गर्छौँ है। सो एलएचएसमा भयो। अब आरएचएसमा हेरौँ। यो 2 पाई चाहिँ एउटा के हो डाइमेन्सनलेस कन्स्ट्यान्ट हो। यसको डाइमेन्सन त हुँदैन। सो हामी यसको डाइमेन्सन हुँदैन यसलाई हामी कन्सिडर गर्दैनौँ। तर अब रुट अन्डर हामी के कुन कुन क्वान्टिटी बाँकी रह्यो लेन्थ हो। लेन्थ आफैमा एउटा फिजिकल क्वान्टिटी हो होइन। सो अब एसिलेरेसन ड्यु टु ग्राभिटी हो यो होइन। सो यसको चाहिँ डाइमेन्सनल एनालाइसिस के हुन्छ एल टी टु द पावर -2 है। सो यल र यल क्यान्सल आउट भयो र यहाँ चाहिँ बच्न के आयो हामीले रुट अन्डर 1/t टु द पावर -2। अब 1/t टु द पावर -2 छ यो माथि जाँदाखेरि पोजिटिभ हुन्छ इक्वल टु रुट अन्डर टी स्क्वायर है। अब टी स्क्वायर भयो भने यो रुटबाट बाहिर निकाल्दाखेरि एउटा टी बाँकी रहन्छ है। सो अहिलेको अवस्थामा हेर्ने हो भने त्यो राइट ह्यान्ड साइडको जुन लास्टमा रिजल्ट आयो त्यो टी, लेफ्ट ह्यान्ड साइडको जुन रिजल्ट थियो त्यो पनि टी। सो यहाँ चाहिँ के हुने भयो एलएचएस इक्वल टु इक्वल टु आरएचएस। अहिलेको कन्डिसनमा हाम्रो जुन लेफ्ट साइडमा जुन डाइमेन्सन आएछ त्यही डाइमेन्सन हामी राइट साइडको सोल्भ गर्दाखेरि लास्टमा त्यही डाइमेन्सन आएछ। सो यस्तो इक्वेसनलाई हामी के भन्न सक्छौँ यो चाहिँ डाइमेन्सनली करेक्ट छ भनेर भन्न मिल्छ होइन। र एउटा यसो तपाईँले यो इक्वेसन हेर्दाखेरि यो यसको मतलब डाइमेन्सन एनालाइसिसको यहाँबाट एउटा लिमिटेसन पनि थाहा हुन्छ। यसो 1 मिनट सोच्नु त के होला त्यो लिमिटेसन। मानौँ यहाँ यदि 2 पाई नभइदिए पनि हामीलाई के फरक पर्थ्यो र हाम्रो डाइमेन्सन त आउने त्यही आउँथ्यो हो कि नै हो। सो यो डाइमेन्सन एनालाइसिसले न्युमेरिकल्ली यो सही छ कि छैन भनेर भन्दैन। तर यो डाइमेन्सनली करेक्ट छ कि छैन भनेर हामी डाइमेन्सन एनालाइसिसबाट पत्ता लगाउन सक्छौँ है। सो फर्स्ट युज चाहिँ भयो डस्टर। अब यसकै चाहिँ अर्को इक्जाम्पल हेरौँ है। सो एफ इक्वल टु हामीले के दिएको छ भन्दाखेरि फोर्स इक्वल टु मास इन्टु भेलोसिटी के अरे फोर्स इक्वल टु मास इन्टु भेलोसिटी है। सो यो रिलेसन हामीलाई अभियसली लगभग सबजनाले थाहा होला कि यो रिलेसन रङ छ भनेर, किनभने हामीलाई थाहा छ फोर्स इक्वल टु मास इन्टु एसिलेरेसन हुन्छ है। एसिलेरेसन हुन्छ तर हामीलाई यो चाहिँ के भन्छ अरे भेलोसिटी है भेलोसिटी। अब अगाडिकै तरिकाले यदि हामी डाइमेन्सनली यो प्रुभ गर्न गयौँ भने के हुन्छ भनेर हेरौँ है। सो एलएचएस लेफ्ट ह्यान्ड साइडमा के छ अरे हाम्रो एलएचएसमा चाहिँ फोर्सको डाइमेन्सन के हुन्छ एमएल टी टु द पावर -2 है। यो कसरी निकाल्ने मैले अगाडि नै भनिसकेको छु। यदि बिर्सिनु भएको छ भने हामीलाई यमको रिलेसन थाहा हुनुपर्छ। मास भने मास र एसिलेरेसन भने एल टु द पावर -2। यसरी चाहिँ हाम्रो फोर्सको डाइमेन्सन आउँछ। यो मैले फेरि नभन्नु पर्ला त्यही पनि मैले भनिदिएँ होइन। एलएचएसमा हेऱ्यौँ। अब आरएचएसमा हेर्नुहोस्। एलएचएसमा मास छ, मासको एम
र भेलोसिटी भने त मिटर पर सेकेन्ड हो। मिटर पर सेकेन्ड भन्नाले lt टु द पावर -1 है। सो अब यहाँ हेर्नुभयो भने एलएचएसमा त ल m को पावर र m को पावर मिल्यो, l को पावर र l को पावर मिल्यो, तर t टु द पावर यहाँ -2 छ, यहाँ चाहिँ नेगेटिभ हुन्छ। सो डाइमेन्सन मिल्न आयो आएन। सो हामी यहाँ चाहिँ के लेख्छौँ, एलएचएस डजन्ट इक्वल टु आरएचएस है। एलएचएसमा जुन डाइमेन्सन छ त्यो हाम्रो आरएचएसमा आएन। सो गिभन रिलेसनको सर्टकट लेख है, गिभन रिलेसन इज इनकरेक्ट डाइमेन्सनल्ली है। डाइमेन्सनल्ली चाहिँ यो इक्वेसन चाहिँ इनकरेक्ट छ भनेर हामीलाई थाहा भयो है। अर्को युज हेर्ने छ, करेक्टनेस हामी हेर्यौँ, अब चाहिँ यसको अर्को युज केमा हुन सक्छ भन्दाखेरि युनिट कन्भर्जन के, युनिट कन्भर्जन CONVERSION युनिट कन्भर्जन। जस्तै तपाईँले कुनै सिस्टम, मैले तीनवटा सिस्टम पढाएँ होइन, एसआई सिस्टम, सिजिएस सिस्टम र एफपिएस सिस्टम। तपाईँले जस्तै एसआई सिस्टममा भ्यालु नहुन्छ होइन, तर एसआई सिस्टममा भ्यालु नहुन्छ, एसआईमा नहुन्छ र तपाईँले केमा लग्नु पर्ने छ अरे, सिजिएसमा लग्नु पर्ने छ भने तपाईँले डाइमेन्सनल एनालाइसिसको कन्सेप्ट युज गरेर यु क्यान इजिली कन्भर्ट इट फ्रम एसआई टु सिजिएस है। सो अब कसरी कन्भर्ट गर्ने त त्यसको नि हेरौँ होइन, कसरी कन्भर्ट गर्ने रे। सो हामीलाई के थाहा छ भन्दाखेरि कुनै पनि फिजिकल क्वान्टिटिजलाई कसरी डिनोट गरिन्छ अरे, n इन्टु यु, जहाँ चाहिँ n चाहिँ के हो, न्युमेरिकल भ्यालु हो, यु चाहिँ के हो अरे, युनिट हो। इक्जाम्पलको लागि मास इक्वल टु 1 kg, 1 चाहिँ n हो र केजी चाहिँ के हो अरे, युनिट हो। ओके, सो अब अर्को यसमा चेन्ज गर्नु पर्यो भने त n1 u1 इक्वल टु n2 u2, यो मानव अर्को सिस्टममा छ, यो चाहिँ अर्को सिस्टममा छ है। सो यदि तपाईँलाई n2 को भ्यालु नहुन छ भने n1 निकाल्नु पर्यो, हो कि नै हो। सो n1 निकाल्न के गर्नुपर्छ, n1 इक्वल टु n2 अनि n2 मल्टिप्लाई u2 बट्टा u1 है। सो यो चाहिँ कसरी गर्ने त, अब u2 भने त के हुन सक्छ, n2 मल्टिप्लाई u2 भने त अब मासमा डिपेन्डेन्ट हुन सक्छ, लेन्थमा डिपेन्डेन्ट हुन सक्छ र टाइममा डिपेन्डेन्ट हुन सक्छ। यसलाई हामीले m2 माने, m2 अनि u1 पनि त तल छ। सो m1 टु द पावर a, के पावर होला, अब अहिले त हामीलाई कुन फिजिकल क्वान्टिटी हो भने थाहा छैन। सो मैले अहिले इन जेनरल चाहिँ a मानेको है, इन्टु अब लेन्थमा नि डिपेन्डेन्ट होला, l2 बट्टा l1 इन्टु b होइन, अनि टाइममा नि डिपेन्डेन्ट होला, t2 बट्टा t1 टु द पावर c। यसरी देखिरहेको छैन। सो यहाँ चाहिँ के छ भनेर म भनिदिरहेको, अब t2 डिभाइडेड बाई t1 टु द पावर c छ है। सो अब चाहिँ यो चाहिँ त थ्योरी भयो। अब एउटा इक्जाम्पल हेरौँ। इक्जाम्पलको लागि तपाईँलाई 1 जुल दिएको छ होइन, 1 जुल इन्टु अर्गमा कन्भर्ट गर्नु भने यो एनर्जीको त्यो युनिट हो जुल, र यसलाई चाहिँ हामीलाई सिजिएसमा कन्भर्ट गर्नुपर्ने छ, अर्गमा कन्भर्ट गर्नुपर्ने छ। सो तपाईँलाई यो चाहिँ के को भ्यालु, एसआई युनिटमा n को भ्यालु नहुन्छ है। सो हामी सिजिएसमा निकाल्छौँ, सिजिएसमा मानौँ n1 लाई मैले सिजिएस माने, अब n2 बराबर त 1 हामीलाई थाहा छ। सो 1 राखेँ मैले यहाँ। सबभन्दा पहिले त अब एनर्जीको हामीलाई डाइमेन्सन पनि थाहा हुनुपर्छ। एनर्जीको डाइमेन्सन के हो, वाट। सो एनर्जीको कुनै एउटा रिलेसन लिनुहुन्छ कि, जस्तै तपाईँले अब E इक्वल टु mgs थाहा छ कि होइन, E इक्वल टु हाफ mv स्क्वायर थाहा छ कि,
जुनसुकैबाट तपाईँले यसको डाइमेन्सन चाहिँ निकाल्न सक्नुहुन्छ। सो अहिलेलाई मैले तपाईँले योबाट निकालेर पनि चेक गर्नु होला, सेम आउँछ डाइमेन्सन होइन। अहिलेलाई म एमजिएचबाट निकाल्छु है। सो यम भने त मास हो एम, जी भने त एल टु द पावर -2 है। सबलाई सेपरेट सेपरेट राखौँ एकचोटि। अनि एच भने त हाइट हो, हाइट भने त अब लेन्थै भइगयो होइन। सो एल भयो। अब यसलाई तीनवटैलाई कम्बाइन गर्नुभयो भने के आउँछ अरे, यम एउटा मात्र छ, सो यम टु द पावर 1 भयो। यल दुईटा छ, सो यल स्क्वायर अनि टी टु द पावर -2। सो यो चाहिँ हाम्रो इको डाइमेन्सन हुने हो। सो यहाँ चाहिँ के हुन्छ अरे, m2 बट्टा m1। अब जुन हामीले यहाँ ए लेखेका छौँ नि, अब यहाँ त हामीलाई यम टु द पावर कति हो भने अलरेडी नोन छ होइन। सो 1 छ भन्नाले 1 राख्यौँ इन्टु इन्टु अब चाहिँ लेन्थको हेरौँ, L2 बट्टा L1 टु द पावर कति छ अरे 2। सो बीको भ्यालु यहाँ 2 आउने हो इन्टु T2 बट्टा T1 इन्टु यहाँ चाहिँ -2 छ है। सो अब माथिको चाहिँ सब एसआईमा छ, तलको चाहिँ सब सिजिएसमा छ होइन। सो यो मासको चाहिँ एसआईमा युनिट के हुन्छ 1 केजी होइन, र यो चाहिँ 1 ग्राम टु द पावर 1 इन्टु अब लेन्थ चाहिँ एसआईमा के हुन्छ मिटर, अनि सिजिएसमा चाहिँ 1 सेन्टिमिटर है टु द पावर स्क्वायर। अनि यो त 1 सेकेन्ड बट्टा 1 सेकेन्ड हो। टाइमको दुइटै सिस्टममा टाइमको युनिट चाहिँ सेकेन्ड नै हुन्छ। सो यसले चाहिँ 1 छ, 1 टु द पावर -2 भयो पनि त्यसको भ्यालु 1 नै आउँछ। यता पनि 1 छ, यो 1 लाई हटाइदिए हुन्छ है। सो 1 केजीलाई अब हामीले के लेख्नु पर्यो, यो दुइटैलाई एउटैमा राख्नु पर्यो। अहिले हामी कुन सिस्टममा लगाउन खोजिरहेछौँ त्यो सिस्टममा मतलब दुइटैको युनिट राख्छौँ। अहिले त हामीलाई एसआईमा गिभनै छ होइन। सो अहिले चाहिँ हामी केमा लाग्न खोजिरहेछौँ सिजिएसमा। सो यो केजीलाई चाहिँ म सिजिएस सिस्टममा कन्भर्ट गर्छु। अब 1 केजी भन्नाले 1000 ग्राम, 1000 ग्राम बट्टा 1 ग्राम टु द पावर 1 इन्टु अब 1 मिटर भने 100 सेन्टिमिटर, 100 सेन्टिमिटर बट्टा 1 सिएम, 1 सिएम को स्क्वायर। अब यसको होलले भ्यालु 1 नै आउनु भयो, सो मैले उसलाई कन्सिडर गरिनँ। अब यो ग्राम ग्राम काट्यो यो होइन। सो यहाँ चाहिँ 10 टु 1000 बज्यो इन्टु 100 को स्क्वायर भन्नाले 1 माथि 2 4वटा 0, 1 माथि 4वटा 0 र ओभरअल चाहिँ हाम्रो यो के आउने हो 10 टु द पावर 7 र सिजिएसमा चाहिँ जुललाई के भन्छ अरे अर। सो मैले यहाँ रिजल्ट लेखिदिन्छु है। देयरफोर 1 जुल इक्वल टु 10 टु द पावर 7 अर आउने हो। सो हामी योबाट के बुझ्यौँ भन्दाखेरि यदि कुनै सिस्टममा हामीलाई युनिट गिभन छ भने त्यो युनिटलाई हामी के गर्न सक्छ कन्भर्ज पनि गर्न सक्छौँ। सो यो पनि एउटा डाइमेन्सन एनालाइसिसको युज भयो है। सो अब चाहिँ यसको अर्को युज गर्ने हेर्ने हो भने अर्को युज हो के हो भन्दाखेरि डेरिभेसन अफ फर्मुला, डेरिभेसन अफ फर्मुला है। यो डाइमेन्सन एनालाइसिसको कन्सेप्टबाट हामी फर्मुला पनि डिराइभ गर्न सक्छौँ है। सो कसरी डिराइभ गर्न सक्छौँ भन्दाखेरि जस्तै कुनै फिजिकल क्वान्टिटी छ, यो फिजिकल क्वान्टिटी चाहिँ फलानु फलानुमा डिपेन्डेन्ट हुन्छ अरे तपाईँले भन्यो होइन। तपाईँले त तर इन्भर्सली छ कि डाइरेक्टली प्रोपोर्सनल छ त्यो थाहा छैन होइन। यदि थाहा भएको भए त डाइरेक्ट होइन प्रोपोर्सनल गरिदिउँ, एउटा चाहिँ कुनै प्रोपोर्सनालिटी कन्स्टेन्ट इन्ट्रोड्युस गर्थ्यौँ र त्यसको इक्वेसन डाइरेक्ट आउँथ्यो होइन र हो। तर यो केसमा के भन्यो भन्दाखेरि इक्जाम्पललाई जस्तै मैले एउटा क्वेसन बनाएँ, काइनेटिक एनर्जी केई डिपेन्ड्स अपन डिपेन्ड्स अपन mm, mass and
and velocity. Mass and velocity of the object. Of the object. Object है. So हामीले एउटा क्वेसनले भन्यो हैन, काइनेटिक एनर्जी छ त्यो चाहिँ केमा डिपेन्ड गर्छ अरे, मास र भेलोसिटी. एउटा अब्जेक्टको मास कति छ र त्यो कति स्पिडले उडिरहेछ त्यो दुईटा कुरामा डिपेन्डेन्ट छ. र हामीले चाहिँ के भन्यो भन्दाखेरि फर्दर डिराइभ द रिलेसन बिट्विन या डिराइभ द फर्मुला फर केई भन्यो है. सो अहिलेले हामी के गर्छौँ भन्दाखेरि केई काइनेटिक एनर्जीले मैले ई ले डिनोट गरेँ है. सो ई इज डाइरेक्टली प्रोपोर्सनल, डाइरेक्टली भन्नाले पनि इज प्रोपोर्सनल टु मास. अब हामीलाई थाहा छैन कि यो इन्भर्सली हो कि त्यो डाइरेक्टली प्रोपोर्सनल हो. त्यसको लागि हामी के गर्छौँ, m टु द पावर a गर्छौँ है, अनि v टु द पावर b गर्छौँ. यस्तो किन गरेको त, अब हामीलाई डाइरेक्टली प्रोपोर्सनल छ भने थाहा भयो त m टु द पावर 1 हुन्थ्यो हैन. अब के रिलेसन आउँछ त्यो त पछिको कुरा हो. अब अहिलेलाई यो मान्यो हैन. अब प्रोपोर्सनलिटी साइन हटाउनलाई e इक्वल टु मैले के मानिदिएँ, यहाँ के मानिदिएँ है, के चाहिँ m टु द पावर a b टु द पावर b. अब जहाँ के चाहिँ के हो अरे, प्रोपोर्सनल कन्स्टेन्ट हो, कन्स्टेन्ट डाइमेन्सनलेस हो फेरि है, डाइमेन्सनलेस, जसको डाइमेन्सन छैन त्यो एउटा कन्स्टेन्ट हो. अब सिमिलर तरिका अघि मैले जुन तपाईहरुले भनेको थिएँ नि, करेक्टनेस चेक गर्दाखेरि एलएचएस इक्वल टु आरएचएस हुनुपर्छ. सेम तरिका यहाँ युज गर्ने कि, जस्तै ई को अब एनर्जी हो, एनर्जी भएपछि यसको डाइमेन्सन के हुन्छ अरे, एम एल स्क्वायर टी टु द पावर -2 है, इक्वल टु अब के को त डाइमेन्सन हुन्न, अब मासको लेख्छु म m टु द पावर a भयो हैन. र भेलोसिटी भन्नाले त l t टु द पावर -2 भयो, अनि यो चाहिँ b है. अब इक्वेटिङ म के गर्छु भन्दाखेरि इक्वेटिङ पावर अफ लाइक टर्म्स. अब सेम टर्म्स भएको म के गर्छु, पावर इक्वेट गर्छु. सो यहाँ चाहिँ म मासको पावर हेर्छु भने मासको पावर हेर्छु भने मेरो लेफ्ट ह्यान्ड साइडमा मासको पावर कति छ अरे 1 हैन, र राइट ह्यान्ड साइडमा एउटा मात्र छ a. सो 1 इक्वल टु a भयो. सो a को चाहिँ मेरो भ्यालु 1 आयो है. अब सिमिलरली म चाहिँ के गर्छु भन्दाखेरि सरी है, यहाँ चाहिँ मैले मिस्टेक गरिरहेको छु. टी टु द पावर -1 हुन्छ है, -1. अब -1 भएपछि त अब मैले के गर्न मिल्यो कि त म यहाँ दुईवटा मात्र अननोन थियो, सो दुईवटा कुनै मैले कम्पेयर गरे हुन्थ्यो. अब म चाहिँ यहाँ लेन्थ कम्पेयर गरे नि भयो हैन, टाइम कम्पेयर गरे नि भयो. अहिलेलाई मैले लेन्थ कम्पेयर गरेँ है, लेन्थ. अब लेन्थको पावर यहाँ चाहिँ के छ 2 हैन. अब यतातिर के छ b मात्र छ, सो b इक्वल टु 2 आयो. अब सिमिलरली टाइमबाट पनि हामी चेक गरौँ एकचोटि. हुन त हामीलाई यति गरे पुग्यो, तर टाइमबाट पनि चेक गरौँ है. टाइमकोमा हेर्ने हो भने यतातिर के छ अरे -2, यतातिर के छ 1 ले यहाँ मल्टिप्लाई भयो भने -b. सो नेगेटिभ काट्यो, b टु द पावर 2 आयो है. सो हाम्रो भ्यालु त्यही नै आउने हो हैन. अब यो भ्यालु जुन आयो a र b को, त्यो हामी के गर्छौँ, यसमा सब्स्टिट्युट गर्छौँ है. सो यहाँ चाहिँ मैले लेखेँ a इक्वल टु के m टु द पावर, अब a को भ्यालु कति छ 1 नलेखिने हुन्छ. सो b अनि b टु द पावर कति छ अरे 2. सो यो चाहिँ हाम्रो रिलेसन आउने भयो. र जहाँ हामीलाई अब कन्स्टेन्टको भ्यालु त हामीले राख्न सक्छौँ. सो कन्स्टेन्टको भ्यालु 1/2 mv स्क्वायर, कन्स्टेन्टको भ्यालु मैले हाफ राखेँ. सो यो चाहिँ हाम्रो काइनेटिक एनर्जीको रिलेसन आउने हो. सो यहाँबाट के बुझिन्छ भन्दाखेरि हामीले डाइमेन्सन एनालाइसिस कन्सेप्ट छ भने, र यो चाहिँ यो फिजिकल क्वान्टिटीमा या यो क्वान्टिटीमा डिपेन्डेन्ट हुन्छ हामीलाई दियो भने यु क्यान इजिली डिराइभ द रिलेसन हैन. सो डाइमेन्सनल एनालाइसिसको युजेसहरू यो तीनवटा अलि इम्पोर्टेन्ट छ. तपाईहरुले एक्जाममा पनि सोध्न सक्छ, या स्पेशली तपाईँहरूले कुनै इन्ट्रान्स एक्जाम प्रिपरेसन गर्दै हुनुहुन्छ भने
यस्ता क्वेसनहरू अलि इम्पोर्टेन्ट हुन्छ। अब चाहिँ हामी एउटा अझै हेर्छौँ। हाम्रो एउटा दुइटा अझै टपिक बाँकी छ। है सो हामीले डाइमेन्सनल युज सक्यौँ र अब चाहिँ हाम्रो नयाँ टपिक के छ, प्रिन्सिपल अफ होमोजिनिटी। है प्रिन्सिपल अफ होमोजिनिटी। होमो भने के हो, उस्ता उस्तै। सो प्रिन्सिपल अफ होमोजिनिटीले के भन्छ भन्दाखेरि, मैले ल्याङ्ग्वेज त लेख्दिनँ, म इक्वेसनबाटै तपाईँहरूले सम्झाउँछु है। y इक्वल टु a प्लस b। यदि यो इक्वेसन सही छ भने, नत्र सिम्पल दुईवटा कुनै फिजिकल क्वान्टिटी तपाईँले जोड्दै हुनुहुन्छ भने, दुईवटा फिजिकल क्वान्टिटी तपाईँले जोड्दै हुनुहुन्छ भने त्यो फिजिकल क्वान्टिटी सेम हुनुपर्छ कि त तिनीहरूको डाइमेन्सन सेम हुनुपर्छ, या सिम्पली बुझ्दाखेरि त्यो दुईवटा फिजिकल क्वान्टिटी सेम हुनुपर्छ भनेर बुझ्दा हुन्छ है। अब यस्तो केसमा के हो भन्दाखेरि, जुन ए र बी यहाँ जोडिरहेछ भन्नाले ए को डाइमेन्सन इक्वल टु अभियसली बी को डाइमेन्सन हुनुपर्छ। तब त्यति बेला मात्र हामीले जोड्न पाउँछौँ होइन। र जे डाइमेन्सन यतातिरको हुन्छ त्यही डाइमेन्सन यतातिरको नि हुन्छ होइन। सो यदि तपाईँले कुनै क्वेसन आइदियो y इक्वल टु ए प्लस बी, ल यही क्वेसन आयो र तपाईँले के गिभन छ भन्नाले y इज इन मिटर है, फाइन्ड युनिट अफ ए एन्ड बी। अब y मिटरमा छ भने तपाईँलाई ए र बी को युनिट के हो भनेर निकाल भन्थ्यो भने अभियसली थाहा छ, जे y को युनिट हुन्छ त्यही ए को युनिट हुन्छ र त्यही बी को युनिट हुन्छ। किनभने दुइटै कुनै फिजिकल क्वान्टिटी जोडिरहेछ या सब्ट्र्याक्ट गरिरहेछ भने तिनीहरूको डाइमेन्सन या ती दुईटा जुन फिजिकल क्वान्टिटी हो त्यो सेम हुनुपर्छ है। त्यो यस्तो सजिलो त सोध्दैन होइन। अब यहाँ चाहिँ ए इक्वल टु बी इक्वल टु अल्सो इन मिटर, यसको युनिट पनि मिटर हुन्छ। अब यस्तो सजिलो त सोध्दैन। तर एउटा अर्को क्वेसन हेरौँ। जस्तै एउटा क्वेसन के दियो भन्दाखेरि y इक्वल टु एबी प्लस सी दियो है, जहाँ चाहिँ हामीलाई y भन्नाले मिटर पर सेकेन्डमा छ, मिटर पर सेकेन्डमा छ र र बी चाहिँ मिटर हो भने देखिरह, जस्तै हामीलाई यो रिलेसन थाहा छ जसमा चाहिँ हामीलाई y चाहिँ मिटर पर सेकेन्डमा छ र बी चाहिँ मिटरमा छ भने ए र ए इक्वल टु वाट एन्ड सी इक्वल टु वाट, यो ए र सी को डाइमेन्सन निकाल भन्थ्यो होइन। यदि यस्तो क्वेसन आयो भने हामीले के गर्नुपर्छ भन्दाखेरि, यो दुइटा जोडिरहेछ भने दुइटाको युनिट सेम हुनुपर्छ, यस। र त्यो जुन दुइटाको जुन युनिट हुन्छ त्यही y को युनिट हुन्छ। सो यहाँबाट के गर्न सक्छौँ, सी इक्वल टु वाइ युनिटमा, भ्यालुमा होइन, फेरि है भ्यालुमा होइन युनिटको कुरा गरिरहेछौँ। सो सी इक्वल टु वाइ भयो भने सी को के हुने भयो, मिटर पर सेकेन्ड। अब यसको तपाईँले डाइमेन्सन सोधिदियो भने कुन ठुलो कुरा हो र, टी टु द पावर -1। ओके, त्यसै गरी यदि तपाईँले अब कुन सोधेको छ अरे, ए को सोधेको छ होइन। अब एबी इक्वल टु त वाइ हुन्छ भन्ने थाहा छ, वाइ हुन्छ या सी हुन्छ, किनभने सी को पनि हामीलाई नोन भइसक्यो। तर हामीलाई जुन दिएको छ त्यहीँबाट कम्पेयर गरौँ न के छ होइन। अब ए को हामीलाई थाहा छैन, बी को हामीलाई मिटर थाहा छ, अनि यो चाहिँ मिटर पर सेकेन्ड थाहा छ। अब यसले उता गयो भने के बच्न आउँछ, मिटर पर सेकेन्ड डिभाइड बाई मिटर, मिटर मिटर क्यान्सल, सो एस टु द पावर -1 है। सो ए को युनिट चाहिँ के हुने भयो, -1 हुने भयो होइन। यो चाहिँ हाम्रो प्रिन्सिपल अफ होमोजेनिटी हो। यो पनि एउटा इम्पोर्टेन्ट टपिक हो। तपाईँहरूलाई यस्तो त्यो आज भोलि आउँछ त के भन्छ त्यसले, अब्जेक्टिभ क्वेसनहरूमा यिनीहरू अलि इम्पोर्टेन्ट हुनसक्छ। र यति पढिसकेपछि अब चाहिँ हाम्रो एउटा सानो टपिक छ। सो
प्रिन्सिपल अफ होमोजिनिटी सक्यो। अब एउटा सानो टपिक हेरौँ, त्यसपछि हाम्रो यो चाहिँ च्याप्टर सक्छ है। अब त्यसपछि भयो भने म केही इम्पोर्टेन्ट न्युमेरिकलहरू एउटा बेग्लै भिडियो बनाउला होइन। आजको भिडियोमा चाहिँ हाम्रो थ्योरी पार्ट चाहिँ सक्छ है। सो अब चाहिँ हाम्रो छ इरर। इरर है। अब इरर भने के हो, जस्तै तपाईँलाई कुनै स्ट्यान्डर्ड भ्यालु थाहा छ, जस्तै तपाईँलाई एउटा चाहिँ अब्जेक्ट नाप्न दियो है, यसको स्ट्यान्डर्ड वेट चाहिँ 5 केजी थियो होइन। अब यसलाई तपाईँले नाप्नुभयो, समहाउ तपाईँको के हुन्छ भन्दाखेरि एक्ज्याक्ट 5 केजी आउँदैन होइन, आएन मानौँ। यसको वेट तपाईँले वेट गर्नुभयो, कति आयो अरे 4.5 केजी। सो अब चाहिँ इरर कति आयो, इरर कति आयो भन्दाखेरि यसको स्ट्यान्डर्ड वेट कति थियो, त्योबाट हामीले नाप्दाखेरि कति आयो, यो दुइटा सब्ट्र्याक्ट गर्दा जुन भ्यालु आउँछ त्यो नै चाहिँ के हुन्छ, इरर हुन्छ है। सो इरर इक्वल टु स्ट्यान्डर्ड भ्यालु माइनस अब्जर्भ भ्यालु, हामीले निकालेको अब्जर्भ भ्यालु बट्ट हो इरर आयो। अब कहिलेकाहीँ पर्सेन्टेज इरर सोधिदिन्छ कि, पर्सेन्टेज इरर। पर्सेन्टेज इररको लागि हामीले नाप्दाखेरि कति भ्यालु इरर आयो र त्यसको स्ट्यान्डर्ड भ्यालु कति थियो इन्टु 100% डिभाइडेड बाई स्ट्यान्डर्ड भ्यालु इन्टु 100% है। सो इरर भने यस माइनस हो, यस चाहिँ के अरे स्ट्यान्डर्ड भ्यालु, ओ भने अब्जर्भ भ्यालु हो, डिभाइडेड बाई स्ट्यान्डर्ड इन्टु 100% है। यो चाहिँ हाम्रो के हो, इरर पर्सेन्टेज निकाल्ने फर्मुला हो। अब यसमा पनि तपाईँहरूको सिलेबसमा के दिएछ भन्दाखेरि एउटा तपाईँहरूले के छ भन्दा एउटा इक्वेसन छ y इक्वल टु a प्लस बी। y चाहिँ हामी मेजर गर्न खोजेका छौँ, त्यसको लागि हामीलाई a र b मेजर गर्नुपर्ने छ है। यो दुईवटा क्वान्टिटीमा डिपेन्डेन्ट छ। डिपेन्डेन्ट छ भने हाम्रो y मा कति इरर हुन्छ यदि हामीले यो दुईटा मेजर गर्यो। सो y मा चाहिँ कति इरर हुन्छ भन्नाले यो दुईटामा इरर हुने नाप्ने त हामीले यो हो। सो ए मा चाहिँ डेल ए इरर भयो र बी मा चाहिँ डेल बी इरर भयो है। सो टोटल इरर चाहिँ हाम्रो यो हुने आउँछ। अब यसमा पर्सेन्टेज निकाल भनिदियो भने, पर्सेन्टेज निकाल भनिदियो भने डेल वाइ इक्वल टु डेल वाइ बट्टा वाइ इन्टु 100%। यहाँ चाहिँ अब यसमा चाहिँ हामी भ्यालु सब्स्टिट्युट गऱ्यौँ भने त हाम्रो इरर पर्सेन्टेज आयो नि त। सो सिम्पली एउटा के क्वेसन हेरौँ भन्दाखेरि दुईवटा रेसिस्टेन्स नाप्यौँ हामीले, दुईवटा रेसिस्टेन्स नाप्यौँ, त्यो रेसिस्टेन्स चाहिँ केमा थियो अरे सिरिजमा थियो है। सो यो दुईवटा रेसिस्टेन्स हो, आर इक्वल टु यसको भ्यालु 13 थियो है, 13 ओम, आर इक्वल टु यसलाई 12 ओम मानौँ न, 12 ओम थियो। तर हामीले नाप्दाखेरि के गर्यौँ भन्दाखेरि प्लस माइनस 0.2 ओम यसमा इरर गर्यौँ होइन। अब यसमा चाहिँ प्लस माइनस देखिरहेको छ, देखिरहेको छ, आर इक्वल टु 12 प्लस माइनस यसमा चाहिँ 0.3 मैले भने है ओहम। अब चाहिँ ओभरअलमा चाहिँ हाम्रो कति इरर भयो भनेर सोध्यो भने त इरर कति भएको छ। सो टोटल इरर भन्नाले डेल आर भन्नाले त यो दुइटै जोड्न पायो भने त 0.2 प्लस 0.3 इक्वल टु 0.5 ओहम चाहिँ हाम्रो टोटल इरर आयो। तर सिरिजमा हुँदाखेरि यो त्यो पहिले सिरिज प्यारलल भन्ने कुरा हामी अगाडि पढ्छौँ। अहिले सिरिजमा छ भने दुइटै जोड्नुपर्छ भनेर बुझ्नु होला है। सो आर इक्वल टु कति हुने भयो, 13 प्लस 25 25 हो। अब पर्सेन्टेज इरर निकाल्न भनिदियो, पर्सेन्टेज इरर निकाल्न भनिदियो भने 0.5 बट्टा स्ट्यान्डर्ड भ्यालु कति हो इन्टु 100%। यो चाहिँ अब क्यालकुलेटर थिच्नु होला, जति आयो त्यो चाहिँ हाम्रो के हुन आउँछ, इरर पर्सेन्टेज हुने भयो है। अब यो चाहिँ एडिसनको है, एडिसनको कन्सेप्टमा। अब तपाईँले कहिलेकाहीँ सब्ट्र्याक्टको कन्सेप्ट सोध्न सक्छ है। सो सब्ट्र्याक्ट आयो भने यो दुइटा हामी घटाउँछौँ, त्यति मतलब धेरै सोच्नुपर्ने कुरा छैन। सो तपाईँ मैले चाहिँ एडिसनको भने, यदि सब्ट्र्याक्टको सोध्यो भने दुईटा घटाउनुपर्छ, त्यति मात्र हो। अब एउटा अब मल्टिप्लिकेसनको हेरौँ, त्यसपछि हाम्रो आजको सक्छ। जस्तै अब इरर इन मल्टिप्लिकेसन कन्सेप्ट सोध्यो भने मानौँ y इक्वल टु
m to the power a छ हैन, यो एउटा रिलेसन हो। अनि n to the power b छ, अनि n p to the power c छ है। सो यस्तो हामीले दिएको छ। अब इरर पर्सेन्टेज वाइ निकाल्न भन्थ्यो। यसमा चाहिँ सिम्पली के गर्ने भन्दाखेरि यसलाई सबलाई पहिला मल्टिप्लाईको फर्ममा लाग्छौँ। m to the power a n to the power b र यो माथि गयो भने p to the power नेगेटिभ c है। अब यसमा एरर पर्सेन्टेज निकाल्न भन्थ्यो भन्नाले डेल वाइ बट्टा वाइ इन्टु 100% हो कि नै हो। सो यसमा सिम्पल के हुन्छ भन्दाखेरि पावर चाहिँ अगाडि आउँछ। सो ए चाहिँ अगाडि आयो, डेल एम बट्टा एम इन्टु 100% प्लस अब सिम्पल सबको पावर चाहिँ अगाडि ल्याउने बी बट्टा डेल एन बट्टा डेल एन इन्टु 100% प्लस सी अनि डेल पी बट्टा पी इन्टु 100% है। सो यसरी चाहिँ इरर नापिन्छ हैन। कुन के को फर्ममा मल्टिप्लिकेसन या डिभिजनमा पनि त्यही हो, किनभने डिभिजनलाई पनि हामी माथि लगेर मल्टिप्लिकेसन बनाउन सक्छौँ हैन। सो यसमा चाहिँ थ्योरीमा यति नै छ। अब तपाईँहरूकोमा के अरे एकुरेसी र प्रिसिजनको पनि कुरा गरेको छ। एकुरेसी चाहिँ म थोरै भनिदिन्छु। एकुरेसी भने अब के हो भन्दाखेरि स्ट्यान्डर्ड भ्यालु तपाईँहरूलाई थाहा छ। अब तपाईँले मेजर गर्नुभयो स्ट्यान्डर्ड भ्यालुको कति क्लोज आयो, त्यसले नि के भन्छ एकुरेसी भन्छ। अब प्रिसिजन भने के हो, प्रिसिजन चाहिँ मेनली इन्स्ट्रुमेन्टको लिस्ट काउन्ट कति हो त्यसमा डिपेन्डेन्ट हुन्छ। र तपाईँको काम प्रिसिजाइज छ भने भन्दैमा कुन तपाईँको काम एकुरेट छ भन्ने कुरा हुँदैन कि। तपाईँले जस्तै फर्स्ट मेजर गर्नुभयो, अब सेकेन्ड चाहिँ मेजर गर्दा यता हेर्नु, तर स्ट्यान्डर्ड भ्यालु यहाँ छ भने यसलाई प्रिसिजाइज भन्न मिल्छ। तर एकुरेट हुनलाई त जुन स्ट्यान्डर्ड भ्यालु छ त्यसकै क्लोज आउनुपर्छ है। सो आजलाई यति नै गरेँ मैले। अब यहाँ पनि देखिया छैन। सो यो चाहिँ के हो भन्दाखेरि सी इन्टु डेल पी बट्टा पी इन्टु 100 हो है। सो आजलाई यति नै गरौँ। यदि तपाईँले मतलब कुनै टपिकमा यसो कन्फ्युजन लाग्छ भने यु क्यान कमेन्ट हैन, म चाहिँ त्यसको छुट्टै भिडियो पनि बनाइदिन्छु। र हाम्रो चाहिँ न्युमेरिकलको एउटा छुट्टै भिडियो बनाउनु पर्छ कि पर्दैन भनेर म सोध्छु, अनि त्यसपछि भयो भने म बनाइदिन्छु। कुनै डाउट छ भने यसो कमेन्ट गर्दा हुन्छ। आजलाई यति नै, थ्याङ्क यू।